बाट आजको हाम्रो सन्देश यहीबाट छ। अब मध्यदेखि 3 बजेसम्म सारा देशमा अन्धकार भयो। 3 बजेतिर यसो ठूलो स्वरले कराउनु भयो, अर्थात् हे मेरा परमेश्वर, तपाईले मलाई किन त्याग्नु भएको छ। त्यहाँ उभिएकाहरू मध्ये कतिजनाले यसो भनेर भने, यिनी परमेश्वरलाई बोलाउँदैछन्। तिनीहरू मध्ये एकजनाले झट्टै उभिएर गई एउटा स्पन्जले सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दिए। तर बाँकीले भने, यिनलाई एलिया बचाउन आउँछन् कि। तब यीशु ठूलो स्वरले कराउनु भयो र आफ्नो आत्मा त्याग्नु भयो। त्यसै गरी मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म 2 भाग भएर च्यातियो र जमिन काप्न लाग्यो र चट्टानहरू फुटे, चिहानहरू